भनेपछि आफ्नै गाउँमा नि चिनेन मलाई गाइस हामी चाहिँ धेरै हिँडेर खुट्टै पुगिसक्यो गाइस हाम्रो है म त रुन्छु नि गाइस म रुन मन लागिरहेको गाइस हड्डी अड्केला है बिस्तारै बाजा बजाउ ल बाजा बजा कडा हेलो गाइज म हो मनिष श्रेष्ठ आज पनि तपाईँहरूको माझमा एउटा नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ अलिक विशेष रहनेछ है, अन्तिमसम्म तपाईँले पक्कै पनि हेर्नै पर्ने हुन्छ। र आजको भिडियो के छ भने अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा हामी चाहिँ धादिङबाट झिगो नेवा समाजको टोली 2 गाडी चाहिँ हामी काठमाडौँ जाँदैछौँ। काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरिएको छ, हामी त्यस कार्यक्रममा समावेश हुन जाँदैछौँ र के हुन्छ बाटोमा हामी सबै कुरा हेर्नेछौँ है त। ओके गाइस यति बेला हामी चाहिँ गाडीमा आइसकेका छौँ र अब चाहिँ हामी यहाँबाट हिँड्छौँ है। अब लगभग सबैजना आइसकेको छ। त्यसै गरी अब हामी चाहिँ आँखा नलाउ काले दाइ आँखा नलाउ भन्दै गीत बजाउँदै मजाले चाहिँ गाडीमा सरर गएर खाना खान पुग्यौँ। आदिवासी दिवस लगायत हामी चाहिँ यहाँ खाने खण्डमा आइपुगेका छौँ। अर्जुन दादा हड्डी अड्केला है बिस्तारै। सन्तोष दादा के छ त आज अनि हाम्रो झिगुनिया सौ धादिङको अध्यक्षज्यू चाहिँ यहाँ हुनुहुन्छ। भाइ हड्डी परेन तँलाई? जुत्ता देखाइदिनु त एकचोटि। चिनेन क्या हो? 1 2 3 गो भनेपछि आफ्नै गाउँमा नि चिनेन मलाई लगायत हामी चाहिँ अब यहाँ खाने खोलामा खाना खाएर अब काठमाडौँतर्फ जान लाग्दैछौँ। रोग भाइ यहाँ छ, म यहाँ छु, अरू बसमा चढिसकेँ। आइसकेका छौँ र पछाडि देख्न सक्नुहुन्छ विभिन्न जाँदाखेरि लगाएका मान्छेहरू हामी देख्छौँ। हाम्रो टोली हरायो भन्दा थाहा है, दादाले हाम्रो टोली चाहिँ हामी नै हो है। ल पुरा नारी लगायत हामी चाहिँ हिँड्दैछौँ र हाम्रो टोली चाहिँ अलिक अगाडि भएको भएर हामी चाहिँ अलिक फास्ट हिँड्दैछौँ। हामी देख्न सक्छौँ यो विभिन्न जात-जाति वेशभूषामा सजिएका आदिवासीहरू हामी यहाँ देख्न सक्छौँ। त ल यी बल्ल भेट्यो हाम्रो टोली। बाजा बजाउ ल बाजा बजा कडा बाजा बजाउ ल।
विश्व आदिवासी दिवसको अवसरमा धादिङबाट आएका छौँ हाम्रो झिगुनीमा समाज धादिङको ब्यानर यहाँ रहेको छ दर्शकवृन्द। हामीले सक्छौँ यहाँ दर्शकवृन्द विभिन्न जात जाति भित्तिसम्म सजिएका हामीले सम्पूर्ण नेपालीहरू हामीले देखिराखेका छौँ। दर्शकवृन्द हामी यति बेला यहाँ कार्यक्रम स्थलमा आइसकेका छौँ र विभिन्न जात जाति धर्मको हामीले यहाँ यो झाँकी सहितको यो र्याली देख्न सक्छौँ। र हामी चाहिँ अलि अगाडि नै हिँडेर आइसकेका छौँ। हाम्रो धादिङको टोली चाहिँ अलिक पछाडि बसिरहनु भएको छ, आउँदै हुनुहुन्छ हाम्रो टोलीहरू। म भोटे हुँ। डांस है डांस है नाच दे नाच दे नाच दे नाच दे कि नाच दे। रमाइलो भइरहेको छ ब्रो। ओ यो हामीलाई के सोचेको होला त्यस अघि बढिसक्यो यो लाउरेको छ र खोइ नाच्दै नाच्दैन अहिले यार। नाच्यो 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 ए नाच्यो नाच्यो लगाइ। जब चाहिँ हामी यहाँबाट फर्केको अब हामी धादिङ जान्छौँ है। भोक पनि सक्यो, जात्रा पनि सक्यो, मैले त खानै पाएन। बिहा चाहिँ यात्रा गोल भरेर गयो छ गाइज है। गाइज हाम्रो चाहिँ धेरै हिँडेर खुट्टै दुखिसक्यो गाइज हामीलाई है। म त रुन्छु नि गाइज, म त रुम गाइज, म रुन मन लागिरहेको गाइज। हेर्नु न गाइज पढ्नलाई, हेर्नु त गाइज पढ्नलाई ऊ पढ्नलाई पढ्न भयो नि गाइज, उसको नाम पढ्न श्रेष्ठ गाइज। हेर्नुहोस् त गाइज ऊ जिल्ला प्रहरी परिसर काठमाडौँ रेवन। अब चाहिँ हामी धादिङ आउनुलाई गाइज तर थके लाग्यो। अब युट्युब चलाउने भइसके पछाडि चाहिँ एउटा कुरालाई ध्यानमा राख्दै त्यो ब्याकग्राउन्डमा बजेको म्युजिकलाई पुरै म्युट गरेर अनि अब बुढाहरू चाहिँ मजाले नाच्दै हामी चाहिँ धादिङतर्फ लाग्यौँ होइन। एकदम रमाइलो गर्दै यो 32औं आदिवासी जनजाति दिवसको अवसरमा आयोजना गरेको यस कार्यक्रममा झिगुनीमा समाजको यो सहभागिताले साँच्चै नै एकदम नै
हौसला बढेको छ। अझै पनि भोलिको दिनमा पनि यस्तै कार्यक्रममा समावेश हुनुपर्छ भन्ने कुरामा र साह्रै नै रमाइलो भयो। हाम्रो प्रणव भाइ पनि नाच्न लाग्छ। अब लास्टमा चाहिँ सबैजना नाचे प्रायः भाइहरू होइन, एकदम नै रमाइलो गर्यो भाइहरूले पनि। भाइहरूले साह्रै नै रमाइलो गर्यो। अनि अब अध्यक्षज्यू र म चाहिँ हामी एउटै सिटमा थियौँ आउने बेला चाहिँ, र यस्तै यस्तै कुराहरू गर्दै आजको भ्लग चाहिँ यहीँ सक्यो। हस्, थ्याङ्क यू है त।